रक्षाबन्धन रक्षाबन्धन खास गरी हिन्दू धर्मावलम्बी, जैन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूले मनाइने एउटा पवित्र चाड हो। यो चाड खास गरी श्रावण पूर्णिमाको दिन मनाइन्छ र यो चाड हिन्दूहरूको लागि सबैभन्दा पहिलो चाडको रूपमा, वर्षको सबैभन्दा पहिलो चाडको रूपमा मानिएको छ। यो चाडमा खास गरी दिदी बहिनी र दादु भाइहरूको बीचमा हुने गहिरो सम्बन्धको रूपमा विभिन्न महत्त्वपूर्ण कुराहरू उल्लेख गरिएका छन्। खास गरी दिदी बहिनीहरूले आफ्ना दाजु भाइहरूको दीर्घायुको कामना, सुस्वास्थ्यको कामना र समृद्धिको कामना गर्ने पर्वको रूपमा लिइन्छ। र त्यस्तै दाजु भाइहरूले पनि आफ्नो दिदी बहिनीहरूको रक्षाको निम्ति आफूले मरिमेट्ने एउटा कसमको रूपमा यसलाई लिइने गरिन्छ। यो पर्वको बारेमा अब हामीले धार्मिक ग्रन्थहरू, वेदहरू, पुराणहरूमा के कस्ता प्रसङ्गहरू आउँछन् त्यसको बारेमा जान्न जरुरी छ। सबैभन्दा पहिला कृष्ण र द्रौपदीको बीचमा एउटा प्रसङ्ग छ। कृष्णले द्रौपदीलाई आफ्नो बहिनीको रूपमा स्वीकारेका छन्। जब कृष्णले आफ्नो बहिनी द्रौपदीलाई स्वीकार्ने परिस्थिति आयो, त्यति बेला रक्षाबन्धन अथवा कपडाको डोरीको महत्त्वपूर्ण भूमिका रहेको छ। जब शिशुपालले सयौं पटक श्री कृष्ण भगवानको अपमान गर्छ र त्योभन्दा बढी नागेमा वध गर्ने अवस्था सिर्जना हुन्छ र श्री कृष्णले सुदर्शन चक्रको माध्यमबाट शिशुपालको वध गर्दछन्। र त्यसपछि शिशुपालको वध गर्दाखेरि श्री कृष्णको हातबाट रगत बग्छ। त्यो रगत बगेको रोक्नको निम्ति द्रौपदीले आफ्नो साडीको एक टुक्रा च्यातेर श्री कृष्णको हातमा बाँधिदिन्छन् र रगत बग्नबाट रोकिन्छ। यसबाट श्री कृष्ण ऋणी भएको बताउँछन् र यो ऋणको चुक्ता भविष्यमा जब द्रौपदीलाई आपद विपद आइलाग्नेछ त्यति बेला यसको ऋण चुक्ता गर्ने वचन दिन्छन्। र धेरै वर्षपछि राजा धृतराष्ट्रको सभाकक्षमा एउटा महान सभा हुन्छ। त्यो सभामा कौरवहरू, पाण्डवहरू सबै उपस्थित हुन्छन्, सबै गुरुहरू त्यहाँ उपस्थित हुन्छन्। र त्यतिकैमा दुशासनले द्रौपदीको शिरमा समातेर, उनको कपालमा समातेर लछार पछार पार्दै सभा कक्षमा ल्याउँछ र दुर्योधनले दुशासनलाई द्रौपदीको वस्त्र हरण गर्ने आदेश दिन्छ। र दुशासनले उनको साडी तान्दै गइरहेको हुन्छ र द्रौपदीले त्यहाँ हार गुहार गर्छिन् सहयोगको, आफ्नो रक्षाको निम्ति, आफ्नो इज्जतको रक्षाको निम्ति, कुरुवंशको इज्जतको रक्षाको निम्ति, हस्तिनापुरको इज्जतको निम्ति, एउटा कुलवधुको इज्जतको निम्ति हार गुहार माग्छिन्, तर कसैले त्यसको सुनवाई गरेनन्। त्यसपछि उनले हे द्वारिकाधीश मेरो रक्षा गर, हे श्री कृष्ण मेरो रक्षा गर भनेर भन्छन्। र त्यतिकैमा श्री कृष्णले त्यो आवाज सुनेर उनको रक्षाको निम्ति, उनको इज्जतको निम्ति अनन्त लामो सारी चाहिँ प्रदान गर्दछन्। र त्यही सारी उनमा बेरिन्छ र दुशासनले चाहिँ त्यो सारी खिच्दै तान्दै जान्छ र अन्तिममा दुशासन थाकेर भुइँमा लड्छ। र यसरी दाजु र बहिनीको बीचमा एउटा धागो, रक्षाबन्धन, जुन सारीको रूपमा पनि आयो, जुन एउटा सारीको टुक्रा
श्रीकृष्णको हातमा बाँधिएको प्रसङ्ग आउँछ। यसरी दाजु र बहिनीको सम्बन्धको बारेमा त्यहाँ उल्लेख हुन्छ। त्यस्तै गरी महाभारतमा जब कृष्ण र अभिमन्यु लडाईँमा जान्छन्, युद्धमा जान्छन्, त्यति बेला चाहिँ द्रौपदीले कृष्णको नाडीमा रक्षाबन्धन बाँधेर पठाउँछिन्। अनि त्यस्तै गरेर कुन्ती हजुरआमाले आफ्नो नाति अभिमन्यु, जुन अर्जुनका छोरा थिए अभिमन्यु, उनको रक्षाको निम्ति रक्षाबन्धन गरेर हातमा नाडीमा रक्षाबन्धन बाँधेर जान्छन् अभिमन्यु। जबसम्म अभिमन्युको हातमा रक्षाबन्धन रहन्छ त्यति बेलासम्म कसैले उनलाई क्षति पुर्याउन सक्दैनन् र अभिमन्यु विजयी भइरहन्छन्। जब उनको हातको रक्षाबन्धन काटिन्छ, चुड्छ, त्यसपछि उनलाई चक्रव्यूहमा पारेर उनको हत्या गरिन्छ। यो प्रसङ्ग पनि आउँछ, जुन प्रसङ्गले रक्षाबन्धनको महत्त्वलाई अत्यन्त उचाइ थपेको छ। त्यस्तै अर्को प्रसङ्ग आउँछ सन्तोषीमा। सन्तोषीमाको बारेमा प्रसङ्ग आउँदा एक दिन भगवान श्री गणेशकी बहिनीले भगवान श्री गणेशको हातमा रक्षाबन्धन बाँधिदिन्छन्। त्यही नजिकै भएका श्री गणेशका छोराहरू, 2 छोराहरू शुभ र लाभले आफ्नो बहिनी नभएको कारणले गर्दाखेरि रक्षाबन्धनबाट आफूहरू वञ्चित भएको आफ्नो पिता श्री गणेशसँग भन्दछन्। त्यतिकैमा देवऋषि नारद प्रकट हुन्छन् र देवऋषि नारदले भगवान श्री गणेशलाई एउटा पुत्री प्राप्त गरेमा समग्र विश्वको कल्याण, जीव जन्तुको कल्याण र स्वयं शुभ र लाभको पनि कल्याण हुने कुरा बताउँछन् र श्री गणेशले आफ्नो पुत्री अग्निबाट प्रकट गर्दछन् र ती पुत्रीको नाम सन्तोषी हुन्छ र पछि गएर सबैले सन्तोषी माँ भनेर सबैलाई सन्तोष दिलाउने माँको रूपमा प्रकट हुन्छन् र त्यसपछि श्री गणेशका छोराहरू शुभ र लाभले रक्षाबन्धन आफ्नो बहिनी सन्तोषीसँग रक्षाबन्धन गर्ने गरेको प्रसङ्ग पनि आउँछ। त्यस्तै अर्को प्रसङ्ग छ इन्द्र र उनकी श्रीमती शचीको बीचमा। जब इन्द्र, स्वर्गका राजा इन्द्र र बालीको बीचमा युद्ध हुन्छ, घमासान युद्ध हुन्छ। आफ्नो पति इन्द्रको विजयको निम्ति, सुस्वास्थ्यको निम्ति उनकी पत्नी शची भगवान विष्णु कहाँ जान्छन् र पुकारा गर्छन् कि हे विष्णु भगवान, मेरो पतिको कल्याण होस्, मेरो पतिको दीर्घायुको कामना गर्दछु भनेर भन्छन्। त्यति बेला वरदानको रूपमा भगवान विष्णुले एउटा पवित्र धागो शचीलाई दिन्छन् र दिनुहुन्छ र शची आएर आफ्नो श्रीमानको हातमा त्यो बाँधिदिन्छन्। अनि त्यसपछि राजा इन्द्रको विजय हुन्छ र यसरी एउटा रक्षाबन्धनको प्रसङ्ग यसरी त्यहाँ पनि आउँछ। त्यस्तै गरी अर्को प्रसङ्ग आउँछ लक्ष्मी र बालीको बीचमा। लक्ष्मी र बालीको बीचमा लक्ष्मीले बालीलाई रक्षाबन्धन बाँधिदिएर आफ्नो भाइको रूपमा स्वीकार्छिन्, त्यो प्रसङ्ग पनि छ। त्यसरी नै यमराज र यमुनाको बीचमा पनि यो प्रसङ्ग आउँछ। यमुनाले आफ्नो दाजुलाई धेरै वर्षसम्म पनि भेट नभएको कुरा प्रसङ्ग छ र दाजु पछि आउँछन्। यमराज दाजु यमुनासँग आइसकेपछि उनको बीचमा रक्षाबन्धन बाँध्ने कुरा हुन्छ र त्यसपछि त्यही प्रसङ्गमा यमराज सधैँ वर्षैभरि प्रत्येक वर्ष आफ्नी बहिनी यमुनासँग भेट्ने भन्ने प्रसङ्ग पनि छ। यस्तै गरी अन्य प्रसङ्गमा एलेक्जेन्डरले जब इन्डियामा
भारतमा धावा बोल्ने कोसिस गरे त्यति बेला उनकी पत्नीले एउटा रक्षाबन्धन पठाउँछिन् र आफ्नो श्रीमानको हातमा रक्षाबन्धन बाँधिदिन्छन् र त्यसपछि शत्रुहरूले उनको नाश गर्न नसकेको प्रसङ्गमा आउँछ। जब पुरू राजाले एलेक्जेन्डरलाई आक्रमण गर्न खोज्छन्, पुरू राजाले एलेक्जेन्डरको हातमा रक्षाबन्धन बाँधेको देख्छन् र त्यसपछि उनलाई आक्रमण गर्दैनन् र त्यसरी एलेक्जेन्डर सुरक्षित रहन्छन्। यसै प्रसङ्गमा नेपालमा खास गरी जनै पूर्णिमा पनि मनाइन्छ। जनै पूर्णिमामा हरेक मान्छेहरूले आफ्नो नयाँ जनै फेर्ने र त्यो जनैमा खास गरी 3वटा धागो हुने गर्दछ। 3वटा धागोको मतलब म यो प्रण गर्दछु कि म आफ्नो भविष्य, आफ्नो वर्तमान र आफ्नो भूतलाई म संरक्षण गर्नेछु, यसको लागि म कर्तव्यनिष्ठ छु भनेर एउटा प्रण गर्नको निम्ति जनै फेर्ने चलन छ। त्यो जनैको महत्त्व त्यस प्रकारको छ। जनै पनि एउटा धागो, रक्षाबन्धन जस्तै एउटा बन्धन नै, सामाजिक बन्धन, आफ्नो कर्तव्यप्रतिको निष्ठा हुन आउँछ। यसरी जनै फेर्ने एउटा परम्परा पनि चल्दै आएको छ। यस्तै गरी विभिन्न किसिमका परिकारहरू खाने, विभिन्न भोजन परिकारहरू पनि निर्माण गर्ने चलन छ। त्यस्तै मध्ये एउटा 7वटा अन्नबाट बनेको टुसाबाट पलाएको क्वाटी पनि रक्षाबन्धनको दिनमा सबै मिलेर, घरका परिवारहरू सबै मिलेर खाने चलन छ। र यसमा विभिन्न किसिमका पूजा विधिहरू छन्। खास गरी पूजा विधिमा बहिनीहरूले भाइलाई एक ठाउँमा बसाएर बीचमा दीप बालेर त्यो दीपलाई साक्षी राखेर रक्षाबन्धन बाँधिदिने, त्यसपछि टीका लगाइदिने र बहिनीहरूले आफ्नो भाइलाई आफ्नो हातबाट केही खुवाइदिने र भाइहरूले पनि यसमा केही दक्षिणाहरू अथवा केही उपहारहरू दिने गरेर मनाइन्छ। यसरी यो रक्षाबन्धनको महिमा यस्तो किसिमको रहँदै आएको छ।